सबैमा नमस्ते। स्वामी श्री आत्मानन्द गिरिजी महाराजज्यू आज हाम्रो सामुमा नर्मदेश्वर मोक्षाश्रम सन्यास संरक्षण समिति अन्तर्गत रहेको नर्मदेश्वर महादेवको मन्दिरको परिसरमा प्राङ्गणमा अहिले आज आउनुभएको छ। धेरै लामो समयपछि यो मन्दिरको निर्माण कार्यको प्रगति निरीक्षण गर्नको लागि उहाँ आज हाम्रो सामु आउनुभएको छ। यो मन्दिर धेरै लामो समयसम्म निर्माणको काम स्थगन भएर रहेपछि त्यो बेलाको समितिले स्वामी श्री आत्मानन्द गिरिजी महाराजज्यूलाई विधान संशोधन गरेर नै यो मन्दिरको जिम्मेवारी पूर्णता गर्ने जिम्मेवारी दिइसकेपछि 2 सालपछिको यो अवस्था हो र अहिले मन्दिरको माथिल्लो भागमा रङ रोगनहरू पनि गरिसकिएको छ र मन्दिरको बाहिरीपट्टिको भागमा भक्तपुरमा बनेका कलात्मक इट्टाहरू डाँची इट्टाबाट यो मन्दिरका पर्खालहरू रङ्गिन लागेका छन्, सजिन लागेका छन् र मन्दिरका ढोकाहरू पनि त्यस्तै कारिगरीबाट बनेका निर्मित सुन्दर ढोकाहरू तिनैतिर राखिएका छन् र केही दिनपछि यी ढोकामा खापा राखिसकेपछि असाध्यै राम्रो रहनेछन्। र अहिले मैले देखाइरहेको यो पुल भरत पोखरी जाने पुल हो र पारिपट्टि शुक्ला गण्डकी बगिरहेकी छिन्, जहाँ मानिसको अन्तिम दाह संस्कार पनि यहीँ गरिन्छ र यो बाटो भएर जाने हरेक मानिसलाई भगवान सदाशिवले सदा शान्ति प्रदान गरून् भनेर परापूर्व कालदेखि बगादी र गण्डकीको सङ्गम स्थलमा यो मन्दिर स्थापना गरिएको थियो र अहिले यो मन्दिर पूर्णता दिने क्रममा बाहिर यसरी कलात्मक बुट्टाहरू राखेर निर्माणको क्रममा लागिरहेका छन्। यो मन्दिर यस्तो रमणीय ठाउँमा छ कि यो ठाउँबाट पहाड हिमाल पनि यहाँबाट देख्न सकिन्छ र यहाँबाट नदी तलाउ प्राकृतिक दृश्यहरू पनि देखिन्छ र त्यही बिचमा यो सुन्दर मन्दिर रहँदाखेरि मानिसहरूको यो स्वर्गीय आनन्द अकल्पनीय आनन्द यो ठाउँमा प्राप्त हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ र कुनै दिन यो ठाउँमा धार्मिक पर्यटनको गन्तव्य स्थल बन्छ भन्ने कुरामा दुई मत छैन। अहिले यो ठाउँ यति सुन्दर प्रकृतिले भरिएको वातावरण भएको शान्त सौम्य वातावरणमा रहेको छ र एकपट्टि नदी सुसाइरहेकी छिन्, अर्कोतिर शिव मन्दिर रहनेछ र अहिले यो मन्दिरको निर्माणको काम यसरी भइरहेको छ। तीव्र रूपमा इँटाहरू यो मन्दिरका पर्खालमा जडिन लागेका छन् र लामो समयदेखिबाट स्थगन रहेको यो मन्दिरका यी पर्खालहरू यी पिल्लरहरू सबै इँटाले सजिनेछन्। बुट्टा भएका यी इँटाहरूले यो मन्दिर सजिसकेपछि एकदमै सुन्दर ठाउँमा भगवानलाई स्थापित गरिनेछ। यो अगाडिपट्टि देखाइएको भवन यात्रुहरू आवास गर्ने भजन कीर्तन गर्ने भवन हो र यो भवनमा तीर्थयात्रीहरू साधुहरू सन्तहरू यी सबै रहन सक्नुहुन्छ र निःशुल्क रूपमा र यहाँ भोजन प्रसादको पनि निःशुल्क व्यवस्था गरिएको छ। तीर्थयात्रीहरूलाई यसमा आवासको व्यवस्था पनि छ। यो अहिले देखाइरहेको मन्दिरका पर्खालहरू कुनै दिन पूर्ण हुनेछन् र यसमा लागेका ढोकाहरू पनि एकदम सुन्दर कुँदिएका ढोकाहरू रहनेछन्। यो मन्दिरको शिरमा सबैभन्दा माथि ठुला ठुला गजुरहरू रहनेछन् र यो मन्दिर कुनै दिन लेखनाथको पोखराको एउटा पर्यटकीय सौन्दर्यको रूपमा रहनेछ। अहिले यी शिल्पी हातहरूले यो मन्दिरलाई पूर्णता दिन लागिरहेका छन् र यसै समयमा स्वामीजीको यस मन्दिरमा आज पदार्पण भएको छ। स्वामीजीले यो मन्दिरलाई निर्माणको क्रममा हामीलाई निर्देश गरेर जानुभएको छ र यो मन्दिर आशा गर्दछौँ हामी चाँडै नै यो मन्दिरलाई पूर्णता दिनेछौँ र सबैको साथ सहयोग भयो भने यो मन्दिर पूर्ण हुन समय लाग्ने छैन। सबैजनाले एक इँटा मात्रै थप्न सक्यौँ भने यो मन्दिर पूर्ण हुनेछ। जय नर्मदेश्वर।